हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। मेरो डे 1 मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। आज म के गर्छु काम सब हजुरहरूलाई देखाउँछु। सुरुमा त म चिया खाएर पनि रुमभित्र छिरिसकेका थिएँ। अनि यति बेला चाहिँ यसो रुमहरू हेर्छु, यस्तो फोहोर भइरहेको थियो होइन। अनि रुमहरू अब यसो मिलाउनु पर्छ भनेर चाहिँ म मिलाउनतर्फ लागेको थिएँ। बाहिर चाहिँ यस्तो जाडो भइरहेको थियो यति बेला। त्यही पनि म जाडो भइरहेको थियो, त्यही पनि म जाडो नमानी भए पनि म रुमहरू त अब सफा गर्नै पर्यो किन। सफा नगरे त आफूलाई फेरि फोहोर लागिहाल्छ। सफा गरिरहेको थिएँ। सफा गर्दा यस्तो थकाइ लागिरहेको थियो कि मलाई फेरि होइन। त्यही पनि म अब आफ्नो कोठा चाहिँ सफा गर्छु भनेर चाहिँ सफा गरिरहेको थिएँ। अनि काम पनि लाग्दैन कि यतातिर आजभोलि मौसम एकदम खराब भइरहेको, जाडो इस्यु लागिरहेको के। अनि यो कपडाहरू चाहिँ यति धेरै कपडाहरू ऱ्याकमा छिरिछट्ट पारेर फालेको थिएँ। अनि त्यो फेरि अब मिलाउनु पर्छ भनेर चाहिँ म मिलाउन लागेको थिएँ। अनि अस्ति धोएको लुगा फेरि सुकाएको थियो कि, त्यो लुगा चाहिँ बाहिरै छ, नसुक्यालो सुक्या चाहिँ भित्र ल्याएर चाहिँ म पट्याएर पनि सफासँग राखिसकेँ। मलाई फेरि सामानहरू छरिसट्ट भयो भने एकदम फेरि कस्तो फोहोर जस्तो लाग्यो कि, त्यही भएर म चाहिँ मिलाएर राख्नु पर्यो। मलाई चाहिँ आफ्नो रुम चाहिँ जस्तो अरू जे जस्तो भयो भने आफू बस्ने आफू सुत्ने बेड चाहिँ एकदम सफा हुनु पर्यो कि। देख्न सक्नुहुन्छ मैले राम्ररी सफा गरेर पनि मैले यसरी सब रुमहरू देखाएँ हजुरहरूलाई। रुम मिलाइसकेपछि चाहिँ म अब ब्रस गर्नुपर्छ भनेर धारातर्फ लागेको थिएँ। बाहिरतिर यस्तो जाडो मलाई यस्तो जाडो सकेर यति बेला मोबाइल अड्कने ठाउँ नगएर यताउति खोजिरहेको। म फेरि यति बेला ब्रस गरेँ, त्यति बेला ब्रस गर्दै थिएँ। यस्तो जाडो फेरि ब्रस गर्न मन नलागि गरिरहेको थिएँ कि। यस्तो चिसो पानी, फेरि यस्तो चिसो मलाई त मुखभित्र पानी हाल्यो भने यस्तो चिसो भइरहेको थियो कि। म फेरि फेसवास भन्दा पनि मलाई फेरि यो साबुन नै युज गर्छु म होइन। फेसवास मलाई धेरै मेरो पिम्पलहरू आउँछ कि फेसवास युज गर्दा, त्यही भएर म यो साबुन युज गर्छु। यो बेटर केही पनि लाग्दैन। फेस सफा गरेर यस्तो जाडो भइरहेको थियो मलाई यति बेला। बाहिर हेर्नु न यस्तो हुस्सो लागिरहेको थियो भनेर म देखाइरहेको थिएँ। फेरि रुममा आएँ। रुममा आइसकेपछि अनि रुमालले फेस पुछिरहेको थिएँ मैले। अनि त्यसपछि म फेरि अब कपाल कोर्नुपर्छ भनेर चाहिँ म फेरि कपाल देखाइरहेको। फेरि मेरो कपाल कत्रो भयो भनेर अस्ति भर्खर काटेको थिएँ नि त, सानै थियो चाहिँ त्यति बेला। अहिले चाहिँ बढेर यस्तो ठुलो भइसक्यो कि, त्यही पनि मलाई कपाल कोर्दा चाहिँ यस्तो झ्याउ लाग्छ कि हजुरहरूलाई कस्तो लाग्छ। अनि फेरि कपाल कोरिरहेको थिएँ त्यति बेला। अनि बाँधेर फेरि म यताउता देखाउने कि होइन। अनि ठ्याक्क बाँधेँ। अनि अब फेसमा चाहिँ म फेरि अब यो फेस पखालिसकेपछि मलाई चाहिँ यसमा सोप लगाउनु पर्छ कि, नत्र यस्तो फेसहरू ओठहरू यस्तो फुट्या हुन्छ नि त। अनि अहिले चाहिँ अलि फुट्न दिन नलाग्यो। अनि कस्तो लाग्यो आजको मेरो भ्लग हेरेर सब साथ सपोर्ट दिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।